होइन तर मेरो काम गर्नु पर्यो मेरो यो फुच्चेलाई एउटा स्कुल खोजेर हालिदिनु पर्यो यसको आमा पनि छैन बाउ पनि छैन हेर्नुहोस् आमा हिँड्यो बाउ कहाँ गयो थाहा छैन हामी बाजे बजै हो हामीलाई साह्रै गाह्रो पऱ्यो यहाँ एउटा स्टेमिटर ल्याएर यहाँ अर्जाइदिएको थियो 1 वर्ष भयो यहाँ पढाइसकाइ छैन सुस्तपनाको छ यो फुच्चाको सुरक्षा जसले गर्छ उसैलाई भोट के भनेको अहिले पढ्दै हुनुहुन्छ यहाँ बाबु यहाँ अब पढ्न त त्यति पढाइ छैन हजुर जे होस् यहाँ अलमल्या थियो यहाँ आएपछि बोल्ने भयो बोल्दैन थियो अहिले 8 वर्ष लाग्यो 8 वर्ष लाग्यो अहिले बोल्छ स्कुल जाने भन्छ पढ्ने भन्छ मलाई बोर्डिङमा हाल भन्छ पढाइसाढाइ केही पनि छैन नभएको र बोल्नु चाहिँ परष्टसँग अहिले बोल्ने भयो इष्टमित्र चिन्ने भयो जसले मेरो बच्चाको सुरक्षा गर्छ उसैलाई मेरो 17 भोट छ हेर्नुहोस् मेरो अब छोरी ज्वाइँ छोरा बुहारी क्या दाजुभाइ गरेर 17वटा मेरो छ ठिक छ म बाहिरै हजुर हेर ल बाहिर मेरो तर्फको यति भोट होइन भनेर म बाहिरै भन्न सक्छु तपाईँले भोट दिनुहोस् नदिनुहोस् त तपाईँको कुरा भयो त्यो पनि सुन्नु न मेरो त्यो पनि त हामीलाई तपाईँले दिनुपर्छ भन्ने छैन तर बच्चाको पढाइको कुरासँग चाहिँ हामी ऊ हुन्छौँ तपाईँको नम्बर पनि हामीलाई उपलब्ध छ नम्बर दिनुहोस् तपाईँले फेरि यस बापत भोट दिनुपर्छ भनेको होइन है हामीलाई भोट दिनु पर्दैन तपाईँले अरू कसैलाई दिनुहोस् तर बच्चाको विषयमा हामीले गर्नुपर्ने कुरा हामी दिनुपर्छ नम्बर दिन त हजुरको 98 61 22 12 90 सुवेदी बा भन्नुहोस् कहाँ बस्नुहुन्छ यहाँ म यहाँ बोर्डेमा तल बस्नुहुन्छ ल एउटा चाहिँ तपाईँलाई म के घोषणा गरिदियो भने आज तपाईँको बच्चो बिरामी भयो भने मेरोमा ल्याउनुहोस् डाक्टरको फेरि उपचार सधैँलाई ठुलो हुनेसम्म फ्री ल उपचार चाहिँ मैले चाहिँ फ्री गरिदिने भयो यहाँ मगर हुन्छ पोली किल्ने भनेछ जुन चाहिँ पाखामा यो बच्चाको लागि चाहिँ मेरोमा लिएर आउनुहोस् जहिले 24 घण्टा उपचार बिरामी पऱ्यो भने औषधि पनि लिनु फ्री त्यो चाहिँ मेरो घोषणा हो ल अब पढाइको कुरा गरौँ तर फेरि यो चाहिँ भोटसँग कुरा होइन है फेरि तपाईँले बुझ्नुहोस् तपाईँलाई दिन मन लाग्छ दिनुहोस् नमनले अरू कसैलाई दिनुहोस् तर हामीले बच्चाको कुरा गरेको है ल हस् धन्यवाद ल